स्मृति दिवस भएको हुनाले सुरुमा म उहाँप्रति आफ्नो अन्तरात्माको गहिरो श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। साथै रिपोर्ट्स क्लबले यो कार्यक्रम आयोजना गरेकोमा ऋषि धमला मार्फत सिङ्गो देशवासीहरूमा गिरिजा प्रसाद कोइराला प्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। केही कुराहरू मात्रै जो भन्न बाँकी साथीहरूले पनि भनिसकेका भन्दा अलिकति पर पृथक तरिकाबाट केही कुराहरू मात्रै म भन्न चाहिँ गइरहेको छु। जस्तो एउटा किताब भण्डारीको नेपालको सत्ता राजनीति भन्ने एकजना भण्डारी भन्ने मित्र हुनुहुन्छ, पत्रकार नै हो उहाँको एउटा किताब आएको छ। त्यो किताबमा राजतन्त्रको बारेमा धेरै कुराहरू उल्लेखित छन्। दलभित्र भएका सत्ता राजनीतिका कुराहरू पनि प्रशस्तै छन्। अघि पनि साथीहरूले भन्नुभयो प्रजातन्त्रको कुरा भएन, खालि दलको र सत्ताको कुरा मात्रै भयो, विकासको कुरा भएन, अरू कुराहरू पनि भएनन्। प्रजातन्त्रको फल चाहिँ जनताले भोग गर्न पाएनन्। त्यसपछि वितृष्णा भएको राजा ज्ञानेन्द्रको पोखरा टु काठमाडौँ त्यहाँ प्रकट भएको भिड त्यो सबै त्यही विकर्षणको धोटक हो भन्ने कुरा पनि अघि नै आइसक्यो। ती कुराहरू त्यो किताबमा राम्रोसँग परेका छन्। तर यहाँ मैले भन्न खोजेको कुरा चाहिँ राज संस्थाको बारेमा चाहिँ के गर्ने त भन्ने प्रश्न थियो। राज संस्था निलम्बनको अवस्थामा मात्र थियो त्यो बेला। अब उसलाई के गर्ने भन्ने कुरा विचाराधीन थियो। माओवादीले मुखर ढङ्गले गणतन्त्रको कुरा गरेको थियो। अरू जम्मै दलहरू अन्य मनस्कतामा थिए। नेपाली काङ्ग्रेसको विधानबाट पनि राजतन्त्र हिन्दू राज्यको कुरा संशोधित भइसकेको अवस्था थिएन। त्यो बेला राजतन्त्रको बारेमा के गर्ने त भन्ने प्रश्न भित्रभित्र चलिरहेपछि गिरिजा बाबुले दुईजनालाई डिपुट गर्नुभयो। एकजना पुत्री सुजाता कोइराला, अर्को डाक्टर सुरेश राज चालिसे जो पछि युके को राजदूत पनि हुनुभयो। उहाँहरू दुईजनालाई डिपुट गरेर राजा ज्ञानेन्द्रको अभिप्राय के छ त भन्ने कुरा चाहिँ अघि बढाउने प्रक्रिया सुरु गरियो र राजा ज्ञानेन्द्रका सचिवहरू सम्मुख यी कुराहरू पुर्याइयो। तर राजा ज्ञानेन्द्रले चाहिँ यो बेबी किङ भन्ने कन्सेप्टलाई आउटराइट अस्वीकार गर्नुभयो, मान्नु भएन। अनेक चरणमा यी बारेमा कुराहरू भए तर राजा ज्ञानेन्द्रले यो कुरा स्वीकार नगरेको हुनाले बेबी किङको कन्सेप्ट त्यत्तिकै भयो। पछिबाट नेपाली काङ्ग्रेसको विधानमा संशोधन आयो र ऊ पनि गणतन्त्रमा जाने कुरा भइसकेपछि संविधान सभा भन्दा पनि अगावै माओवादीको मूलतः माओवादीको दबावमा, किनभने 2063 कार्तिक 22 गते पनि 7 पार्टीको बैठक भएको थियो बालुवाटारमा। त्यहाँ पनि यो बारेमा प्रश्न उठ्यो, हिन्दू राज्यको बारेमा के गर्ने, राज संस्थाको बारेमा के गर्ने भन्ने प्रश्न त्यहाँ पनि आयो। त्यहाँ आएपछि अरू जम्मैले एकमतले गणतन्त्रमा जाने कुरा गरे। तर नेकपा एमालेको तर्फबाट चाहिँ माधव कुमार नेपालले राज संस्थाको बारेमा एमालेको बेग्लै दृष्टिकोण छ र त्यो जनमत संग्रह मार्फत निरूपित हुनुपर्छ भन्ने एमालेको नोट अफ डिसेन्ट छ भनेर लेखिएको थियो। अहिले पनि साथीहरूले जनमत संग्रहको कुरा गर्नुभयो। यो प्रश्न नयाँ होइन, त्यो बेला पनि उठेको थियो। तर माओवादीले निरन्तर दबाब दिनाले र संविधान सभा भन्दा अगावै नेपाल गणतन्त्रमा जाने र संविधान सभाको पहिलो बैठकबाट त्यसलाई कार्यान्वयनको घोषणा गर्ने भन्ने सहमति भइसकेपछि मात्रै संविधान सभाको निर्वाचनको प्रक्रिया अगाडि बढ्यो। त्यसकारण के भन्न सकिन्छ भने राज संस्था उन्मूलनको जुन प्रक्रिया हामीले सम्पादन गरेका छौँ त्यो चाहिँ वास्तवमा मर्म अनुकूल भएको छैन। त्यो हुनुपर्थ्यो संविधान सभा मार्फत, किनभने संविधान सभा विश्वमा त्यही प्रयोजनको लागि गरिन्छ र नेपालमा पनि त्यही प्रयोजनार्थ संविधान सभाको बटम लाइन चाहिँ बनेको थियो। यद्यपि यो बटम लाइन माओवादीकै थियो तर 7 पार्टीहरूले पनि यसलाई चाहिँ आत्मसात गरेका थिए। तर त्यो अनुसार चाहिँ यो चिज गरिएन। त्यसपछि हिन्दू धर्मको कुरा आयो। हिन्दू धर्मको कुरा पनि तल जनताहरूले के भन्छन् त यस बारेमा भन्ने राय सङ्कलन गरेर सङ्कलित रायमा परे अनुसार गर्ने भन्ने चाहिँ संविधान सभाको एक खालको स्पिरिट थियो।
किनभने नेपाल त्यसै पनि 81-82% हिन्दू धर्मावलम्बी भए ओमकार परिवार समेत गर्दाखेरि 90% भन्दा बढी चाहिँ सनातन मान्नेहरू नेपालमा बसोबास गर्छन् भन्ने आँकडा छ। यत्रो ठुलो जनसङ्ख्यालाई इग्नोर गर्नु प्रजातन्त्रका दृष्टिकोणले पनि, अघि साथीहरूले प्रजातन्त्रको कुरा पटक पटक गर्नुभयो, प्रजातन्त्रका दृष्टिकोणले पनि त्यो विचाराधीन विचार योग्य विषय थियो। किनभने प्रजातन्त्र भनेको खालि राजनीतिक प्रजातन्त्रको मात्रै कुरा हुँदैन, सँगसँगै धार्मिक र सांस्कृतिक प्रजातन्त्रको पनि कुरा हुन्छ। राजनीतिमा चाहिँ बहुमतको कदर गरिने, धर्ममा चाहिँ बहुमतको कदर नगरिने हो भनेदेखि हामीले राजनीतिक स्वतन्त्रता चाहिँ पायौँ तर सांस्कृतिक र धार्मिक स्वतन्त्रता चाहिँ पाएनौँ भन्ने कुरा चाहिँ त्यहाँ हुन जान्छ। तर ठाउँ ठाउँबाट जे सुझावहरू आएका थिए जनताहरूको तर्फबाट, जनताहरूबाट आएका ती सुझावहरूको पोको चाहिँ खोल्दै नखोलिकन हामी चाहिँ धर्मनिरपेक्षमा गइयो भन्ने कुरामा हामीले लामो समय चाहिँ विचार विमर्श गऱ्यौँ। फलस्वरूप यी केही विषयहरू चाहिँ अनुन्नत नै रहे र चाहिँ विवादका विषयवस्तुको रूपमा जारी नै छन्। अब गिरिजाप्रसाद कोइरालाको मूल्याङ्कनको कुरा जस्तो यो प्रतिनिधि सभा पुनर्स्थापनाको जुन मुद्दा थियो, मूलतः गिरिजाप्रसाद कोइरालाले टेकेको र सफलीभूत भएको एजेन्डा भनेको चाहिँ त्यो नै थियो। एकपटक मेरो विश्वनाथ उपाध्यायजीसँग भेट भएको थियो, उहाँले भन्नुभएको थियो यो मुद्दा चाहिँ गिरिजाबाबुलाई मैले नै सुझाएको थिएँ भनेर। अब दुवै नेताहरू हुनुहुन्न, विश्वनाथ उपाध्यायजी त प्रधान न्यायाधीश नै हो, 47 सालको संविधानको निर्माता पनि हो उहाँले मलाई व्यक्तिगत रूपमा भन्नुभएको थियो। अरू पनि केही कुराहरू भन्नुभएको थियो, जस्तो यो मनमोहन अधिकारीको मध्यावधिलाई अस्वीकार गरेको कुरा र गिरिजाप्रसाद कोइरालाको सिफारिसलाई चाहिँ स्वीकार गरेको कुरालाई लिएर पनि उहाँले मलाई चाहिँ तितो अनुभव बताउनु भएको थियो। त्यो कुरा सान्दर्भिक नभएको हुनाले म त्यतातिर चाहिँ गइनँ। तर गिरिजाप्रसाद कोइरालालाई हाउस पुनर्स्थापना सम्बन्धमा दिएको एजेन्डा नै वास्तवमा गिरिजाप्रसाद कोइरालाले समातेको र पछि त्यो सफलीभूत भएको हो कि जस्तो पनि मलाई किन लाग्छ भनेदेखि उहाँलाई समानुपातिकका तर्फबाट पहिलो संविधान सभामा मनोनयन पनि गरिएको थियो। तर खास गरी एमाले चाहिँ विश्वनाथ उपाध्यायलाई त्यही मध्यावधि सम्बन्धी मनमोहनको सिफारिस अस्वीकार गरेको, गिरिजाप्रसाद कोइरालाको सिफारिसलाई चाहिँ स्वीकार गरेको, मनमोहन अधिकारीको सिफारिसलाई चाहिँ अस्वीकार गरेको कुरालाई उठाएर दोहोरो मापदण्ड भयो। ती एउटा प्रधानमन्त्रीले दिएको सिफारिस स्वीकार गर्ने, अर्को प्रधानमन्त्रीले दिएको सिफारिस अस्वीकार गर्ने भएपछि यो राजनीतिक पूर्वाग्रह भएको हुनाले जीवन पर्यन्त एमाले चाहिँ विश्वनाथ उपाध्यायलाई चाहिँ दुत्कार्ने र लखेट्ने कुरा गरेको हुनाले त्यहाँभित्र पनि अप्रिय स्थिति हुन्छ भन्ने ठान्नुभयो कि के ठान्नुभयो। वास्तवमा विश्वनाथ प्रसाद उपाध्याय पहिलो संविधान सभाभित्र प्रवेशै गर्नु भएन, तत्पश्चात उहाँको निधन भयो। यसरी होस् अथवा अर्कै कारणले होस्, तर गिरिजाप्रसाद कोइरालाले चाहिँ अविच्छिन्न रूपमा विगठित संविधान सभाको पुनर्स्थापनाको एजेन्डालाई छोड्नु भएन। यद्यपि त्यो संसदको पुनर्स्थापनाको एजेन्डालाई चाहिँ उहाँले छोड्नु भएन। यद्यपि त्यो चाहिँ नियमसङ्गत फेरि विगठित भएको थियो, त्यसको सिफारिस चाहिँ शेरबहादुर देउपाले गर्नुभएको थियो र त्यो कुरा राजाले अदालतलाई पनि सोध्नु भएको थियो, अदालतले पनि सदर गरिदिएको थियो र समष्टिमा चाहिँ ज्ञानेन्द्रले त्यसलाई विघटनमा लगिदिनु भएको थियो। पछिबाट अघि मैले भने जस्तो विश्वनाथको सुझावमा होस् अथवा जुनसुकै कारणले होस् पुनर्स्थापनाको एजेन्डा बन्यो र अन्ततः त्यो पुनर्स्थापित भइकन छोड्यो र गिरिजाप्रसाद कोइराला पुनः प्रधानमन्त्री हुनुभयो। त्यसपछि हाम्रै युगका कुराहरू भएका हुनाले हामीहरू जम्मैलाई के भयो, कसरी भयो भन्ने कुरा सबैलाई थाहा छ। माओवादीले पहिलो संविधान सभामा भरपर्दो बहुमत भयो, भरपर्दो अग्रता पायो भनौँ न। अब त्यति बेर काङ्ग्रेसले 37 स्थान मात्रै पायो प्रत्यक्षतर्फ भनेदेखि एमाले 35 पाएकोमा मधेसवादीहरूको 28 स्थान थियो र अन्य दलहरूका केही स्थान थिए। त्यति गर्दाखेरि पनि माओवादीको प्रत्यक्षतर्फको 120 को तुलनामा माओवादीको नै अग्रता थियो। यति ठुलो प्रचण्ड अब बहुमत त होइन, अग्रस्थान चाहिँ माओवादीले प्राप्त गरेको थियो। तर पहिलो संविधान सभा पनि सफल हुन सकेन। गिरिजाप्रसाद कोइराला निर्वाचनमा पनि जानु भएन। सायद जितको ग्यारेन्टी उहाँलाई थिएन कि
अब के भयो त्यसतिर पनि म गहिरोसँग जान चाहन्न। अन्ततः पहिलो संविधान सभा विघटित भयो। त्यस अगाडि नै मन्त्री प्रधानमन्त्रीका कुराहरू बारम्बार भइरहे। मुख्य कुरा चाहिँ गिरिजाप्रसाद कोइरालाको प्रथम राष्ट्रपति हुने तीव्र चाहना थियो। अनौपचारिक रूपमा हामीहरूले सुने अनुसार त्यो शर्त मात्रै वास्तवमा गिरिजाप्रसाद कोइराला गणतन्त्रमा जान तत्पर हुनुभएको थियो। तर पछिबाट माओवादीबाट धोका हुन पुग्यो र उनले के भन्यो भनेदेखि दोहोरो शक्ति केन्द्र बन्ने हुनाले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति दिइँदैन। फलस्वरूप गिरिजाप्रसाद कोइराला राष्ट्रपति हुनबाट वञ्चित हुनुभयो। अप्राकृतिक तरिकाले डाक्टर रामवरण यादव नेपालको प्रथम राष्ट्रपति हुनुभयो। अहिले हामीहरू देखिरहेछौँ अहिलेका राष्ट्रपतिहरूको मुख्य धन्दा भनेको चाहिँ त्यहाँभित्रका साधन स्रोतहरू हत्याउने, सचिवालयमा आफ्ना सालासाली भाइ भतिजाहरू गर्ने, फेरि सक्रिय राजनीतिको दुन्दुबी बजाइरहने। यो कुरा भइसकेपछि यस खालका असंख्य राजाहरू बेहोर्नुभन्दा त एउटै राजाको ठिक हो कि क्या हो भन्ने कुरा समेत हृदयङ्गम गरेर सायद युवा नेताहरूले आज साथीहरूलाई अप्रिय लागे पनि केही मुखर कुराहरू व्यक्त गर्नुभएको छ। त्यतातिर पनि म जान चाहन्न, किनभने विषय त्यो होइन। विषय गिरिजाप्रसाद कोइराला नै हो। त्यसपछि अन्ततः रूपमाङ कटुवाल र पशुपतिनाथको पुजारीको प्रकरणसँग सम्बन्धित डरलाग्दा विवादहरूको कारणले असमयमै प्रचण्डले प्रधानमन्त्री पदबाट बाहिरिनु पर्यो। त्यसपछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने प्रश्न उठ्यो। त्यसअघि नै दुई ठाउँबाट पराजित भएका माधव कुमार नेपाललाई प्रचण्डले नै संविधान सभाभित्र प्रविष्ट गराउनु भएको थियो। त्यति मात्रै भएन कि संविधान सभाको सबैभन्दा भरपर्दो र महत्त्वपूर्ण समिति भनिएको संवैधानिक समितिको सभापति पनि माकुनेलाई बनाइएको थियो। अब गिरिजाप्रसाद कोइरालाले चित्त बुझिरहेको थिएन। प्रचण्डले धाकधम्कीको रूपमा दर्शाउन मात्रै प्रधानमन्त्रीको पद छोड्नु भएको थियो र यिनीहरूले मेरा अगाडि के प्रधानमन्त्री दावा गर्छन्, गरे पनि के चलाउन सक्छन् भन्ने चाहिँ अहम प्रचण्डलाई थियो र बालुवाटारमा बैठक बस्यो। अब कसलाई प्रधानमन्त्री बनाउने भनेर तल ढाक्रे नेताहरू घ्याक पसारेर बसिरहेका थिए। गिरिजाप्रसाद कोइराला बरन्डामा हुनुहुन्थ्यो। 2 घण्टा कुरा आएपछि उहाँ ओर्लिनुभयो। ऋषि धमलाजी जस्तो मैले आफै देखेको त होइन, तर मैले यो सुनेको। टक 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 लामो लुगा लाएर गिरिजाप्रसाद कोइराला तल आउनुभयो र एकैचोटि भनिदिनु भयो, नेक्स्ट प्राइम मिनिस्टर माधव कुमार नेपाल। कमैयाहरू हेरेका हेरै भए। यसरी माधव कुमार नेपाल प्रधानमन्त्री हुनुभयो। यो कुरा प्रचण्डलाई कहिल्यै पनि सह्य भएन। पुरै अस्वीकार गरियो, असहमति गरियो। ठाउँ ठाउँ माधव कुमार नेपालका गाडीहरूमाथि जुत्ता प्रहार हुन थाले। यसलाई त हामीले कल्पवृक्ष भनेर ल्याएको त 20 वृक्ष पो निस्क्यो भन्ने कुराहरू भए। गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य बिग्रिँदै गयो। यस्तै अवस्थामा अन्ततः गिरिजाप्रसाद कोइराला दिवंगत हुनुभयो। वास्तवमा नेपालको राजनीतिलाई हामीले गहिरोसँग हेर्यौँ भने कोइराला परिवारमाथि हामीले निरन्तर दुर्व्यवहार मात्रै गरेका छौँ। प्रदीप गिरीले एकपल्ट मलाई भन्नुहुन्थ्यो, दिव्या कोइराला जो कोइरालाहरूकी आमा थिइन्, बिपी कोइरालाकी आमा थिइन्, उनले भनेको भन्नुहुन्थ्यो। प्रदीप गिरी चाहिँ अहिलेका नेता जस्तो रेयर पनि हुनुहुन्न थियो। उहाँ मकै खाँदै गरेको अवस्थामा बागबजारमा कहिलेकाहीँ भेटिनुहुन्थ्यो र हामीहरू त्यो मकै सेयर गर्थ्यौँ र अन्तरङ्ग कुराकानीहरू पनि गर्थ्यौँ। त्यो क्रममा एकचोटि मलाई प्रदीप गिरीले भन्नुभएको थियो बागबजारमा, मान्छेको बुद्धि कस्तो हुनुपर्छ भन्ने कुरा त प्रसङ्गवश बिपीहरूको कुरा आयो अरे दिव्या कोइरालासँग। उहाँले भनेको मलाई दिव्याले भन्नुहुन्थ्यो अरे मान्छेको बुद्धि कस्तो हुनुपर्छ भन्ने कुरा त यिनीहरूलाई के हेर्छौ तिमीहरू, यिनका बाबुसँग बुद्धि कस्तो हुनुपर्छ भन्ने कुरा थाहा हुन्छ भनेपछि मैले सम्झेँ कृष्णप्रसाद कोइरालाको ब्रेन कस्तो थियो होला। त्यति ट्यालेन्ट मान्छे थिए अरे क्या। मलाई हो जस्तो पनि लाग्यो, किनभने त्यति नै बेला चन्द्र शमशेरसँग पंगा लिनु भन्ने कुरा सामान्य थिएन। भारतीय नेताहरूसँग पनि उहाँ उठबस गर्नुहुन्थ्यो। गान्धीसँग नै उहाँहरूको उठबस थियो। अघि हाम्रो ऋषि धमलाले मनमोहन सिंहले गिरिजाबाबुलाई स्वागत गर्न एयरपोर्टमा आएको उल्लेख गर्नुभयो। त्यसै त्यो कुरा भएको थिएन, किनभने भारतीय स्वतन्त्रता सङ्ग्राममा हाम्रा देशका केही महत्त्वपूर्ण नेताहरूको ठुलो योगदान छ।
सक्रियता छ। स्वयं मनमोहन अधिकारी 2 वर्ष क्विट इन्डिया मुभमेन्टमा भारतको जेलमा बस्नु भएको थियो। भारतीय जेलमा बसेको बेला वामपन्थीहरूसँग सत्सङ्ग भएको हुनाले तीबाट उहाँ वामपन्थी भएर बाहिर निस्किनु भएको थियो। बीपी कोइरालाको त झन् अन्तरङ्ग योगदान थियो। गिरिजा प्रसाद कोइरालाको पनि त्यही क्रममा हाइट बनेको हुनाले बीपी कोइराला स्वयं गिरिजा प्रसाद कोइराला अटल बिहारी वाजपेयीलाई चाहिँ यसरी ढाक मार्दै गरेको हामीले तस्बिरमै देखेका थियौँ। त्यो हाइट थियो उनीहरूको र त्यो अनुसारको हामीहरूले व्यवहार पनि पाउँथ्यौँ। अहिले हामी सुनिरहेका थियौँ नि, हाम्रो देशको परराष्ट्र मन्त्री तारन्तार नयाँ दिल्ली जाने तर एउटा भेट पनि नपाउने, कुरेको कुरै बस्ने र निराश हुने भन्ने समाचार हामी यहाँ सुने हुन्छौँ नि। किन भन्दा हाम्रो ढकालजीलाई थाहा छ, 50 वर्ष भयो मेरो जीवन काङ्ग्रेसमा बितेको भनेर रुन खोज्नुहुन्छ। आजको कति वर्ष भयो योगेश ढकालजी? कति वर्ष भयो आजको काङ्ग्रेसमा भएको? कति वर्ष भयो? सुन्नुभयो नि त, यो परिपाटी छ। उहाँहरू काङ्ग्रेसको धक्कु लगाउनु, के अरे प्रजातन्त्रको धक्कु लगाउनुहुन्छ। त्यसकारण मान्छेमा वितृष्णा आयो। पञ्चहरूको पनि कुरा त्यही हो। मरिहत्ते गरेर राजा राज संस्था भनेर